जाँदैछौँ यसो काम पाइएन होइन म र आन्टी भएर चाहिँ हिँड्दैछौँ घुम्न आन्टी पुरै हरियाली हरियाली भएछ कि हाम्रो गाउँ होइन त आन्टी बस्दा झ्याउ लाग्यो कलेज गएर आइयो होइन आएपछि झ्याउ लाग्यो अनि त्यसपछि म चाहिँ बेलुकाको लागि बनाइदिन्छु सिस्नो यता झाडी कस्तो आल्चा बस्छ है मलाई त चट्टपटमा सो गाइज हामी चाहिँ हिँड्दैछौँ आन्टीले चाहिँ फर्सीको मुन्टाले हिँड्दै हुनुहुन्छ गाउँघरमा फलेको अर्ग्यानिक तरकारी वहाँ पारी चाहिँ धानको बिउ राख्दैछौँ सो देख्न सक्नुहुन्छ वहाँनिर चाहिँ धानको बिउ राख्न सुरु भइसक्यो हो त्यहाँ काम गर्दै हुनुहुन्छ यता चाहिँ अस्तिको पानीले र चट्याङले यस्तो भयो गाइस हाम्रो हावा लाएर पानी परेर यस्तो भयो पुरै बनाइ फाट्यो त्यहाँ बाघ भालु जे हिँडे पनि देखिन्छ सो देख्न सक्नुहुन्छ यताको भ्यू सर लाएर होइन मकै पनि लडाएर यस्तो भयो यतातिर यस्तो भयो हरियाली हरियाली पुरै यति राम्रो भयो हाम्रो गाउँ भए आउनु सर लाएर यहाँ चाहिँ सर्लक्क देखिने रहेछ सो त्यो लाउने चाहिँ त्यहाँ काम गर्दै हुनुहुन्छ होइन नदेखे रहेछ तर यस्तो त्यो साइडमा हुँदाखेरि देखे रहेछ न त नदेखे रहेछ त्यहाँनिर चाहिँ त्यस्तो भयो गाइज के हो देखेर खुट्टाले साथमा बेला जस्तो लाग्यो बर्खा लाग्यो अब होइन त आन्टी बर्खा लाग्यो मकै फल्दैछ केही यत्रोमा त अब 12 हो के अरे अब हेरौँ के हुन्छ कस्तो हुन्छ समय परिस्थितिले कहाँ भेल्छ होइन त के हो कुरो यस्तो पुरै हरियाली हरियाली भइरहेको रमाइलो छ जियोस् हाम्रो बिरकोट एकछिनमा भेट्नु पर्ने सो गाइज मैले चाहिँ एउटा बिरालो देखाउँछु होइन बिरालो कति कालो न कालो हो कि गाइज सो देख्न सक्नुहुन्छ यता बिरालो चाहिँ कति कालो हो त नि यो बिरालो देख्न सक्नुहुन्छ क्युटीलाई कति कालो हजुर के नि हुँदैन बोलेर हेलो भन ओइ हेलो भन केले गरे गाइस देख्न सक्नुहुन्छ यता चाहिँ छ हाम्रो बिरालो कति कालो हो त नि यो बिरालो त हेलो हेलो म चाहिँ बिरालोलाई त्यहाँ छोडेर यसो राउन पार्न घुम्नलाई किसिम गर्ने घुम्न पर्ने त्यही भएर डुलेको हामी सो देख्न सक्नुहुन्छ यताको गाउँ चाहिँ होइन सर लाएर यता चाहिँ पुरै परियार टोल हुनुहुन्छ यति पुरै होइन यता चाहिँ यो पुरै कस्तो राम्रो देखियो है आन्टी यता त कहाँ जाने हो हामी चाहिँ हिँड्दैछौँ होइन यता चाहिँ यस्तो दिउँसै पनि अँधेरो होला यस्तो झाडी छ झाडी भन्ने हो कि वन भन्ने हो के भन्ने हो नै हामी बाख्रा हेर्न आउँदा हो त्यहाँ माथि डराउँदै अरे यार अस्ति नै के न्युरो नि मलाई त वाक्क लाग्यो वाक्क खानी भयो भन्नु होला
टिपेर पठाइदिन्छु धेरै होइन एउटा मुठाको टिपेर लैजाउँ जाँदा है म त टिप्दिनँ के अहिले यहाँ खुट्टा दुखेर यहाँ म त्यहीँबाट फर्किउँला जस्तो भयो थियो धन्न यहाँसम्म त आएँ यस्तो हो कि गाई चाहिँ त देख्न सक्नुहुन्छ यस्तो 20मा छौँ हामी दुईटा मात्रै हामी कति आँटिला कस्तो मान्छे हामी यहाँ एउटा केही आइदियो भने स्वाहा सो हामी चाहिँ आइसक्यौँ ठुलो खेत होइन पुरै यस्तो छ मकै मकै गाई मकै पुरै हामी चाहिँ यस्तो देख्न सक्नुहुन्छ एरियानिर चाहिँ धानको बिउ राखेँ होइन उतानिर चाहिँ पुरै मकै छ यस्तो हरियाली कहाँनिर पुग्ने हामी अनि कहाँ जान्छ त्यहाँबाट हामी चाहिँ बिउ पनि हेर्न आएको होइन बिउ चाहिँ यतिको भएछ यहाँ चाहिँ अझै छर्नु भएको रहेछ होइन एरियानिर चाहिँ अझै छर्नु भएको रहेछ यतानिर चाहिँ कति भयो आन्टी छरेको 1 हप्ता 2 हप्ता 1 हप्ता 2-3 दिन जति भयो होला ए मकै लैजाउँ न बरु मकै खानु न अब कस्तो राम्रो भयो भाइ सक्नुहुन्छ गाइस अब चाहिँ असार पनि लागिसक्यो लगभग हामी चाहिँ हिँड्दैछौँ मकै बारीको बिच हामीलाई त चोर आयो भन्छन् क्या हो हामी चाहिँ ओए मकै बारीको बिचबाट हिँड्नुपर्ने हुँदो रहेछ हामी चाहिँ यता जोडेर हामी पुण्यको काम पनि गर्दै हिँड्छौँ यहाँ एउटा आमाले पानी जोड्दै भन्नुभएको हजुर गएर आउने म यहाँ बस्छु सो देख्न सक्नुहुन्छ आन्टी चाहिँ जानुभयो पानी जोडिदिन म चाहिँ यता छु होइन देख्न सक्नुहुन्छ यताको भ्यू सर लाएर अब चाहिँ हामी उहाँ ठाटिया जानुपर्ने हुन्छ ठाटिया पुगेर देखाउनु पर्ने हुन्छ अब चाहिँ यस्तो भयो गाइस मकै लडाएर के उसले के भन्छ हावा लाएर पानी परेर सो यस्तो भयो देख्न सक्नुहुन्छ यस्तो सत्रमै भयो आँखा नलाउ काली दाई काले दाई साँच्चै आँखा नलाउ काले दाई आँखा नलाउ सो एकछिनमा भेट्छु नि त सो हामी चाहिँ आइसक्यौँ ठाटीमा त्यो अदुनी दाइ त्यहीँ बस्नु हुँदो रहेछ कि नजानु हुँदो रहेछ क्या हो जानुहुन्न अरे बाइक नि त्यहीँ रहेछ सो देख्न सक्नुहुन्छ हाम्रो गाउँको ठाटी पानी छेक्दैन यो बैरागीले सो हामी चाहिँ अब यहाँ एकछिन रेस्ट गर्नुपर्ने हुन्छ त्यसपछि फर्किनुपर्ने हुन्छ यताको भ्यू सो गाइस अब चाहिँ हामी घर जानुपर्ने हुन्छ बाई बाई ठाटी अब चाहिँ हामी घर जानुपर्ने हुन्छ अहिले चाहिँ बजिसक्यो 6:52 भइसक्यो होइन रातिको सो आन्टी यता हिँड्दै हुनुहुन्छ म चाहिँ यता छु टिकटक भिडियो गराएँ अब चाहिँ घर जानुपर्ने हुन्छ घर पुगेर देखाउँछु सो गाइस हामी चाहिँ घर आयो ल आन्टी बाई बाई ल सो गाइस म चाहिँ घर आएर होइन अब चाहिँ बस्नुपर्ने हुन्छ मेरो ब्लग चाहिँ म यतितिर इन गर्छु राम्रो भयो नि नराम्रो भयो नि सबैजनाले हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला युट्युबतिर पनि गएर सब्सक्राइब गरिदिनु होला हस् थ्याङ्क यू बाई बाई लभ यू